राजा वीरेन्द्रको चैत 24 गते 52 साल होला मलाई लाग्छ 52 साल चैत 24 गते राजा वीरेन्द्रको सवारी थियो मैले त्यो बत्ती बालेर त्यहाँ चाहिँ उद्घाटन गरेर हिँडेको त्यो बत्ती थिएन त्यहाँ पोल बोकेर ट्रान्सफर्मर बोकेर लगेर हैन तपाईले 2052 सालमा त्यहाँ मैले बत्ती मात्रै बत्ती बालेर तपाईले सुरु गरेको कार्यकाल नेपाल विद्युत प्राधिकरणको अहिले आएर तपाईले चाहिँ काम गर्नुभयो नि यो कामको जस अब्जस तपाईले सबै खेपिरहनु भएको छ नि राम्रो काम गर्दा अब्जस पनि आयो तपाईले 3 वटा प्रधानमन्त्रीसँग काम गर्नुभयो शेरबहादुर देउवा प्रचण्ड केपी शर्मा ओली तपाईलाई ल्याउने प्रचण्ड जनार्दन शर्मा हो नि हैन त्यो कुरा त बिर्सिनु हुन्न नि तपाई भन्नुस् त यस्तो मैले सबैसँग काम गरेको छु अहिलेको सबै प्रधानमन्त्री चाहिँ शेरबहादुर देउवा प्रचण्ड पुष्पकमल दाहाल प्रचण्ड उता अहिले केपी शर्मा ओली उहाँहरू सबैसँग मैले काम गरेको छु सबभन्दा बढी मैले अहिलेकै प्रधानमन्त्रीज्यूसँग बढी काम गरेको छु बढी समय केपी शर्मा ओलीसँग बढी काम गरेको छु मैले किनभने यो पहिलो कार्यकालमा करिब 2.5 वर्ष उहाँको कार्यकालमा म कार्यकारी निर्देशकै थिएँ त पहिलो कार्यकालमा त्योभन्दा अगाडि त 9 महिना चाहिँ करिब शेरबहादुर देउवासँग र पुष्पकमल दाहालसँग मेरो करिब 9 महिना मात्रै थियो काम गरेको थिएँ 2.5 वर्ष जति त मैले उहाँसँगै काम गरेको त्यो हुनाले सबैसँग काम करिब 11 जना मन्त्रीज्यूहरूसँग काम गरेको छु मैले सबै र म एउटा प्रोफेसनल मान्छे म चाहिँ यो प्रधानमन्त्री र